हेलो साथीहरु, म एउटा निन्जावाला तरबल बनाउन गइरहेको छु। एउटा क्रेनको उसले यसलाई म काट्छु। काटिसकेपछि यो कोइलामा हाल्छु। कोइलामा हालिसकेपछि यो तातीसे हामीले निकाल्छौं और यसलाई बिस्तारै ठोक्छु। ठोकिसकेपछि यो सिधा पनि हुन्छ। सिधा भएपछि हामीले यहाँ चेपिसकेपछि हल्का यसलाई सिधा पारे यसलाई मोड दिन्छ। राम्रोसँग हेर्नु कति राम्रो बनाउनु, तपाईहरु पनि यस्तै बनाउन सक्नुहुन्छ है। राम्रोसँग चेपी कति राम्रोसँग बनाउँछ हेर्नुस् त। अब यसरी ठोक्छ। ठोकिसकेपछि फेरि हेर्नु त यसले के गर्छ। हेर्दै जानु है के गर्छ फेरि हेर्नु यसले। कति राम्रो बनाउँछ लास्टमा हेर्दै जानु तपाईहरु। यसलाई यसरी ठोक्छ। ठोकिसकेपछि यहाँ यस्तो गरे यसरी आकार बनाइसक्यो है यसले। अब जाबु एउटा क्रेनको उसले जन्जिरको उसले हेर्नुस् आकार भइसक्यो है त। भइसक्यो आकार। अब यस्तो भइसकेपछि यसलाई घोड्छौं। मजाले घोड्छौं। घोटिसकेपछि यहाँ पनि घोड्छौं। मजाले घोड्छ यसले। यसरी घोड्छ, यहाँ पनि घोड्छ। स्मुथ बनायो। स्मुथ बनाइसक्यो। अब यसलाई के गर्छ त भन्दाखेरि लेख्छ यसले धार बनाउनलाई। लेख्छन्। अब यसले ग्राइन्डरले घोटेर धार बनाउँछ है। यहाँनिर धार बनाइसक्यो। पुरा धारिलो बनाइसक्यो। मजाले धार बनाइसक्यो। धार बनाइसक्यो राम्रोसँग। मजाले धार बनाउँछ। पुरा रेडी भइसक्यो आकार। अब यसलाई फेरि कुँदेर यसको डिजाइन चाहिँ बनाउनु पर्ने हुन्छ हामीले। डिजाइन पनि बनाइसकेछ यसले। अब हेर्नुस् डिजाइन कति मजाले बनाउँछ। तपाईहरु पनि यस्तै बनाउन सक्नुहुन्छ। कति मजाको छ यो। हेर्नु कति राम्रो बनाउँछ लास्ट। मजाले डिजाइन बनाइसक्यो। डिजाइन बनाइसक्यो। अब यसको लागि यसलाई तताउनु पर्यो फेरि। तताउनलाई कोइला राख्यो। कोइला राखेपछि माथिबाट यो हाल्दियो। निन्जा तरबल हाल्दियो। हालेपछि आगो लगाइदियो। आगो लगाइसकेपछि तातिन्छ यो। तातिसकेछ। मजाले तातिसकेछ यो। तातिसकेपछि निकाल्छ यसलाई। निकालेर मोबिलमा हाल्छ। यो गाडीको मोबिल हो यो। मोबिलमा हाल्छ। हालिसकेपछि यो कालो बस्छ। कालो बसिसकेपछि अब यसलाई घोस्नु पर्यो। यसलाई चाहिँ खास्कीले घोस्छ। त्यसको लागि यसको बिटको लागि तयार गर्ने नक्सा कोर्यायो। बिटको लागि यो बनाउनेलाई काट्छ। फेरि यसलाई तताउँछ। तताउनु पर्यो यसलाई नि। मजाले तताउँछ। मजाले तताइसकेपछि त्यो आकारले पुरा काटेर कस्तो आकारको बनाउँछ भन्दाखेरि त्रिशूल आकारको बनाउँछ यसले अलिकति। यस्तो आकारको बनाउँछ। त्रिशूल आकारको बनाइसकेपछि यसलाई फेरि घोस्नु पाल बनाउनु पर्यो यसलाई फेरि। हेर्नुस् है त पाल बनाउँछु। मजाले पाल बनाउँछ। अब यसले घोस्नु पर्यो यसलाई फेरि घोस्नु पर्यो। घोस्छ। मजाले घिस्छ। मजाले मेसिनमा घिस्छ। यसले पनि घिसिरहेछ। मजाले घिसिरहेछ। अब यसलाई पाल बनाउनु पर्यो। बीचमा छेड गर्दो रहेछ। त्यसपछि सानो ग्राइन्डरले काट्दो रहेछ। सानो ग्राइन्डरले काटेपछि सफा गर्दो रहेछ। त्यो बाहिर निस्केको हल्का फेरि सानो उसले काट्दो रहेछ। हल्का फुल्का काटिसकेपछि अब यो बिटको लागि फेरि लकडी खोज्नु पर्यो। यो सही छ लकडी। यो चाहिँ ठिक छ होला है।
यो ठिक छ। यो अरूभन्दा यो राम्रो छ होइन। त्यसपछि यसलाई काट्छौँ, यसलाई दुई चिरा पारिदिन्छौँ। चिरिसकेपछि गोलो बनाउँछु यसमा, त्यसले कोतारेर हल्का राम्रो बनाउँछु। सानो गरेर भइसक्यो, पाल पनि भइसक्यो। यसको लागि अब घोस्नु पर्यो खास्कीले। फेरि खास्कीले घोसिसक्यो, घोसिसकेछ खास्कीले। खास्कीले घोसेपछि यसको लागि पाल बनाउनु पर्यो। फेरि पाल बनाएँ, पाल बनाइसक्यो। अब बिस्तारै बिस्तारै पाल बनाउँदैछौँ। अब पाल पनि रेडी हुन थालिसक्यो। अब यसको लागि के गर्छ त? यसको लागि फेरि बिड बनाउनु पर्यो। त बिड हो यो निन्जावाला ल्यायो प्लास्टिक। यसमा कडावाला उसाला है फेमिकल, यो सुपर ग्लु, कडा हार्ड सुपर ग्लु हो। त्यसको लागि अब यसले मजाले बटार्छ। अब यसले पुरा बटार्छ, मजाले पुरा बटार्छ। अब यसलाई पुरा मजाले बटारे पुरा मजाले बटारिसके। अब यसको लागि के गर्ने त? बिड यसलाई हल्का चिप्काउनलाई यस्तो यो हाले। यसको लागि बिड बनाउनु पर्यो। अब बिड बनाउनलाई यस्तो गरियो। गरिसकेपछि यसमा पाल बनायो। पाल बनाइसके, पाल बनाएपछि यसलाई घस्नु पर्यो हल्का फुल्का। मजाले घसिसकेपछि उस गरे, घसे छेउने मजाले यसलाई उस गरे। अब यसले छेउने क्या नजामी बिट बनाए। बिट बनाउनु पर्यो। अब यसलाई वेल्डिङ गर्नु पर्यो। वेल्डिङ गरे अब यसलाई घोस्नु पर्यो। मजाले घोसी बिट तयार भइसक्यो है। अब ब्याच अब बिट तयार भइसक्यो। यसको लागि यहाँनिर हाल्नु पर्यो, हाल्नु पर्यो। अब यसलाई पनि मजाले घोस्नु पर्यो। फेरि मजाले घोसिसकेपछि हत्ता पुरा टायर भइसकेछ। यसलाई पनि घोस्नुपर्छ मजाले घोस्छु स्मुथ बनाउनलाई। मजाले घोसिसकेपछि बिटलाई नि घोस्छु। बिटलाई नि मजासँग घोस्छु। यो बिटलाई नि घोस्छु। कति राम्रो बनाउँछ यसले। हेर्नुहोस् त कति राम्रो भइसक्यो। यति राम्रो भइसक्यो। अब यसमा पनि फेरि फेमिकल हाले। त्यसपछि बिड हाल्ने हो यसमा। बिस्तारै हाले फेमिकल। त्यसपछि सट्ट हाले त्यो बिड पनि सट्ट लगाए यसले। यसमा नि हाले फेमिकल। यसमा ट्याक्क मिलाएर बनायो यसले। फेरि अब यसमा पाल बनाउनु पर्ने हुन्छ। अब ड्रिल मेसिनले पाल गर्छ, सपोर्टको लागि हो। ड्रिल मेसिनले पाल बनाएपछि यसमा काँटी ठोक्छ। काँटी ठोक्यो मजाले। काँटी ठोकेपछि फाइनल्ली यो रेडी भयो। हेर्नुहोस् निन्जावाला तरबार। आम्मामा कति राम्रो हो। यसले त मान्छे त मार्छ। यस्तै भिडियो देख्नलाई हजुरहरू सब्सक्राइब गर्नु होला।